यस्तो खालको भिडियो त टिकटकमा धेरै नै देखिन्छ आजकल, एकदमै पपुलर छ। यदि तपाईहरुलाई पनि यस्तो खालको इफेक्ट युज गरेर टिकटक बनाउनु मन छ भने म तपाईहरुलाई यो स्क्रिनमा देखाउन जाँदैछु कसरी यो युज गर्न मिल्छ। यसलाई भन्छ मर्मेड इफेक्ट। सबभन्दा पहिला यो टिकटकको सर्च बारमा एआई मर्मेड इफेक्ट भनेर सर्च गरौँ। त्यहाँ धेरै टाइप्सको देखिन्छ। त्यो मध्येमा एउटामा क्लिक गरिसकेपछि त्यसको भित्र पनि लगभग 2-3टा अरु पनि देखिन्छ। अब हामीले लगभग फर्स्टको ट्राई गरौँ। यसमा क्लिक गरिसकेपछि यहाँ हामीले देख्न सकिन्छ धेरै मान्छेहरूले यो इफेक्ट ट्राई गरिसकेका छन्। अब हामी यो युज दिस इफेक्टमा क्लिक गरौँ। अब त्यो क्लिक गरिसकेपछि हाम्रो क्यामेरा खुल्छ र हामीले यो भिडियो रेकर्ड गर्नुपर्छ। त्यो रेकर्डमा क्लिक गरिसकेपछि अब अटोमेटिक यो चाहिँ सुरु हुन थाल्यो। 5 मिनेट लेफ्ट भनेको छ। त्यसपछि अब लगभग 4 मिनेट लेफ्ट। यसलाई छोड्दियौ एकछिन। अब यो चाहिँ हाम्रो फाइनल रिजल्ट्स।